Hello guys, welcome back to my channel. त्यो यसरी फ्याल्दिनेलाई मात्र धनी भन्छ हैन, यसरी भएको चिजलाई युटिलाइज गर्नलाई झन् मनको धनी भन्छ, ज्ञानको धनी भन्छ। जसले हुन्छ नि यसै सकेछ नि एउटा फुट्टो फालिन्छ नि हो, उनीहरूलाई चाहिँ मात्र के भन्छ धनको धनी। हामी त मनको धनी, ज्ञानको धनी। एउटा स्पेशल ठाउँमा लान्छ है त। गाइस सरप्राइज चाहिँ यही हो क्या, हेर्नु त म कहाँ छु, जिममा छु। Welcome to everyone. नमस्ते। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। म चाहिँ लास्टै दुखियारमा भएर बसेको मान्छे, त्यही भएर अब म पहिला फ्रेस हुन जान्छु है त गाइज। चलो म सँगसँगै फ्रेस हौँ है त। यो दुखियात्माको अनुहार हेर्नुहोस्, यता केले तोक्या छ, लामटेल तोक्या हो कि पिम्पल आउन लागेको थाहा छैन। हेर्दाखेरि पिम्पल आउन लागेको जस्तो पनि छ। ओठ हेर्नुहोस् त, सबसे राम्रो। ओ माई गड, फुटेको। अब सफा हुन्छौँ है त गाइज, दुखियात्मासँगै सफा हुन जाऊँ गाइज। चलो लेट्स गो। दुखियात्मालाई चाहिँ आज चिसो लागेको छ। अब दुखियात्माको लुगा हेऱ्यो भने हजुर तर्सिनुहुन्छ, त्यही भएर नहेर्नु होला। ओ माई गड कस्तो फोडी भने जस्तो लाग्छ। त्यही भएर दुखी आत्माले पहिला मुख भिजाउँछ। हेर्नुहोस् दुखी आत्माको मुख कति फोहोर, आमा है। त्यसपछि अब ब्रस लिन्छ, ब्रस पनि भिजाउँछ, यसरी मजाले लिन्छ, दानमा लिन्छ। दुखी आत्माले दाँत त माझियो, तर कि त्यसले मात्रै पुग्दैन, त्यही भएर मुख धोइन्छ। हेर्नुहोस् कसले भने म दुखी आत्मा, म एकदम धनी हो। हेर मेरो फेस वास सकिसक्यो। सकेपछि के गर्ने, यस्तो थिच्ने यसरी आइहाल्छ। यसरी के त्यो यसरी फ्याल्दिनेलाई मात्र धनी भन्छ हैन, यसरी भएको चिजलाई युटिलाइज गर्नलाई झन् मनको धनी भन्छ, ज्ञानको धनी भन्छ। जसले हुन्छ नि यसै सकेछ नि एउटा फुट्टो फालिन्छ नि हो, उनीहरूलाई चाहिँ मात्र के भन्छ धनको धनी। हामी त मनको धनी, ज्ञानको धनी है। त्यही भएर दुःख नमान्नु होला। यसरी मुख धोइन्छ दुःखी आत्माले। सरी, खुसी आत्मा हो। अब त्यो खुसी आत्मामा कन्ट्रोल भइसक्यो, यसरी धोइन्छ। ज्ञानको धनीले अब मुख पनि धोइसकेको छ, त यतिले पुग्दैन। आज यस्तो फोहोर नङ काट्नुपर्छ, अनि नुहाउनुपर्छ, अनि बल्ल राम्रो ब्युटिफुल देखिन्छ है त। त्यसैले चलो पहिला नङ काटौँ, यो नेल पलिस रिमुभ गरौँ, सफा बनाऊँ, अनि नुहाउँछौँ। ओके चलो। हेर्नुहोस् त कति राम्रो देखिदिएको। यस्तो पिम्पलहरू आइदियो भने पनि राम्रो ब्युटिफुल देखिदिन्छ मान्छे। हेर्नुहोस् त। सो यहाँ अब यसलाई चाहिँ के भन्छ भन्दाखेरि चाहिँ नेल पलिस रिमुभ गर्ने रिमुभर। यस्तोले कस्तो गर्ने भन्दाखेरि यस्तो लिने एउटा, अनि मनको धनीलाई जाडो भइसकेको छ, यसरी पुस्ने। छिटो छिटो नुहाएर क्लिन हुनु पर्यो। Okay. हेर्नुहोस् त नेल पलिस पनि रिमुभ भइसक्यो। अब नङ जस्तो छ कि काटौँ कि नकाटौँ भइदिएको छ, तर म काटिदिन्छु। यसरी फ्याल्नुपर्छ। अब काटेर म चाहिँ नुहाउनु जान्छु है त गाइज। ओके कि त हजुर जाने मसँगै नुहाउन? अभी मजा आएगा ना। नटी सम्झिने पानी छम्किने। कैसा लगा मेरा मजाक? ओके गाइज, म चाहिँ फाइनली नुहाइ पनि सकेको छु। हेर्नुहोस् त, अघि भन्दा त अलिकति ब्युटिफुल देख्यो होला नि त होइन, धेरै ब्युटिफुल नदेख्यो भने। सो गाइज अब चाहिँ के खाजा खाने भनेर सोचिरहेको छु। सो म खाजा खान लागेको छु। अब यमी मिठो मिठो के खान्छु होला है आज, थाहा छैन मलाई पनि। ओ माई गड मलाई खान मन लागेको चाहिँ अन्डा र ब्रेड खान्छ नि त होइन, त्यसरी खान मन लागेको थियो। तर ब्रेड किन्न जान अल्छी लाग्यो, मम्मीलाई कराएर राख्नु झ्याउ लाग्यो। त्यही भएर मैले डिसाइड गरेँ घरमा जे छ त्यही खान्छु। घरमा के छ त वाइ चाउचाउ छ। अब वाइ चाउचाउ खाँदैछु, तर लिनेवाला हो। अब मैले कसरी पकाउँछु भनेर चाहिँ म हजुरलाई देखाउँछु ल। सुरुमा चाहिँ म के गर्छु भन्दाखेरि चाहिँ, सुरुमा चाहिँ म छुट्टै पहिला होइन
चौचौलाई बोइल गर्छु चाउमिन जस्तो जसरी यस्तो के कलर कस्तो आएको चौचौको ओ माई गड होइन अनि त्यसपछि चाउमिनलाई जस्तो छान्छु अनि त्यसपछि अलिकति फ्राई गर्ने गर्छु होइन त्यसरी म पकाउने गर्छु अब फर्स्टमा म त्यसमा के राख्छु म मिसाउने चाहिँ खानेकुराहरू काट्छु भेजिजहरू है त चलो लेट्स गो गाइज हजुरलाई थाहा छ यो प्याजमा हुन्छ नि जस्तै यस्तो क्या अनि हामी यो माटो भन्न जान्छ नि त होइन यस्तो यस्तो क्या अब यो माटो भन्न जान्छ नि त होइन तर यो माटो होइन रहेछ नि त यो फङ्गस कि समथिङ के हो भन्दो रहेछ यो झनै डेन्जरस हुन्छ अनि हामीले खाँदाखेरि त्यो कहिले पनि अब माटो भनेर पखालेर खाइरहेको हुन्छ नि त त्यो जहाँसम्म एफेक्ट गरेर त्यहाँसम्म चाहिँ निकाल्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ सेम चिकन पनि छ चिकन 50को ल्याएको छु 50को चिकन ल्याएको छु पट्याउनुहुन्छ नपट्याउनु होइन 4 पिस मात्र छ नि त जुन चाहिँ अलरेडी बोइल गरेर राखेको छु अब यतिकै खाने भन्दा बरु चौचौमा मिसाएर खाँदाखेरि ठिक होला जस्तो लाग्यो त्यही भएर खाँदैछु यो पनि काट्छु म साइडमा हाल्छु हेर्नु त यसरी यतिकै मिठो हुँदैन त यो मैले होइन कुन्ताको मासु चोरेर ल्याएको हो क्या अरे कहना क्या चाहते हो कुखुराकै हो तर अर्कै मान्छेको मासु हो चाटुको थाहा नगरेर चोरिदिएको मलाई थाहा भयो फेरि खलास हाम्रो चौचौ यस्तो भइसकेको छ अब यसलाई छान्ने क्या चौचौ चाहिँ यस्तो भइसक्यो हेर्नुहोस् त यसरी चाहिँ उ गरिसक्यो है तेल राखिसकेको छौँ हेर्नुहोस् त यस्तो हुन्छ तेल राखेपछि बेसार हालौँ पहिल्यै काटिसकेको छ हेर्नुहोस् त कति छिटो काटेको माइ गड अब हाम्रो भेजिसहरू राख्दै यसरी मजाले काटिदिउँ है आज चाहिँ मलाई कराउने एकदमै मुड छैन त्यही भएर मसँग न्यु खाना नआउनु है तपाईँहरू क्लास के भयो चिकन या भुटिरहेको छ नुन जिरा पाउडर थोरै अदुवा त्यसको पेस्ट अलिकति गोल गरेर राख्दिउँ हाम्रो चौचौ दहन आयो सोया सस हालिदिउँ यो मजाले हालौँ है त ओके गाइज फाइनली हाम्रो खाजा पनि रेडी भइसकेको छ हजुर देख्दै भयो होला यस्तो यमी छ हेर्नुहोस् त माइ गड विथ चिकन अब खाजामै खाजा Again. खास हामी बाह्र बनाएर लागेको हुन्छ क्या किन भन्नु न किन भन्दाखेरि मान्छेलाई जति भए पनि चेत्दैन क्या अब हिजो पनि यस्तो पेट उयो थियो है रातभरि ओहो अब त म अनहेल्दी चाहिँ केही खाँदिनँ भन्ने जस्तो लागिसकेको थियो आज खाँदैछु चौचौ म जस्तो मान्छेलाई त बाँडरै भन्नु पनि हुन्छ के कसो खाना पनि मजा आउँदो रहेछ यो धेरै पिरो खाएको थियो क्या कागज पनि खायो नि त अनि फेरि मलाई चाहिँ कागजहरू पनि धेरै खानुहुन्न क्या मैले देखेँ चाहिँ खानै बनाएको छ बिहान पनि खाएको छ आई लभ कागती यसो खाना बनाएर खानु त अझ त जाडोमा घाममा बसेर खानासँग खाने मलाई त बेस्ट हो
मिठो मुझे लास्ट मिठो खाया काको तो पनि यम्मी बना था तो मलाई चाटो यसरी कोही चाट्नुहुन्छ त्यसरी मैले त चाटेँ ल हजुरले पनि चाट्नुहुन्छ झुट नबोल्नु नि फेरि दिन होला अब म हजुरलाई चाहिँ अब सरप्राइज खान लान्छु म जहिले इभिनिङ वाक जान्थेँ नि त होइन यहाँ अलमोस्ट 3 बजिसकेको छ अब म रेडी हुन्छु अनि त्यसपछि म हजुरलाई आज एउटा स्पेसल ठाउँमा लान्छु है त इभिनिङ वाक भन्दा पनि ओके चलो लेट्स गो ओके गाइस म चाहिँ अब हजुरलाई सरप्राइज नै गइरहेको छु है म चाहिँ रेडी भएर निस्किसकेको छु गाडी नै गाडी छ हल्ला खल्ला जिन्दाबाद जिन्दाबाद हल्ला खल्ला जिन्दाबाद ला राइट चलो अब म पुगेर हजुरलाई देखाउँछु ल हजुरको सरप्राइज ओके गाइस म अब हजुरलाई चाहिँ सरप्राइज देखाउन आइरहेको छु मैले मेरो ब्याकग्राउन्ड हेर्नुहोस् ब्याकग्राउन्डमा के देख्नु भएको छ त हजुरले केही देख्नु भएको छैन होला मान्छेहरू बाहेक होइन अब म हजुरलाई देखाउँछु के छ त्यो ब्याकग्राउन्डमा सरप्राइज भन्ने कुरा म देखाउन गइरहेको छु त्यो देखिसकेपछि हजुर ओमाई कोड नभन्नु होला अब यदि हजुर ट्रेकिङ जानुहुन्छ भने चाहिँ भन्नुहुन्न नत्र भने चाहिँ भन्नुहुन्छ है अब भन्नुहोस् त हजुरले के देख्नु भएछ अब हजुरहरूलाई लाग्न सक्छ के देख्यो भन्दाखेरि उता हेर्नु न उता यस्तो राम्रो हिमाल देखिरहेको छु कि अब हजुरले भन्ला होइन मैले त रुख देखेँ मैले त घर देखेँ मैले त अपार्टमेन्ट देखेँ भन्ला त्यस्तो होइन उता हिमाल छ उता हेर्नुहोस् हिमाल जुन क्यामेरामा राम्रो क्याप्चर नहुने रहेछ तर सरप्राइज चाहिँ यो होइन नि हजुरलाई फेरि अर्कै सरप्राइज छ है त गाइज चलो लेट्स गो देख्नुभयो गाइज जस्ट लुकिङ लाइक अ वाव छ आज नुहाएर कपाल कस्तो छ मलाई भन्नुहोस् त कस्तो भइसक्यो है नराम्रो तर यो चाहिँ होइन हजुरको सरप्राइज अलि खै मलाई यसपालि मलाई यस्तो नै मेरो यसपालि चाहिँ अलिकति खै के भइरहेको छ कि गाइजहरू होइन अब हजुरलाई के भन्नु होइन सो कहीँ छ हजुर चाहिँ यहाँ आएर चिल गरेर बस्नु सक्नुहुन्छ यहाँ चाहिँ कति नोइज गरिरहेको छ कि यो ग्रुप केटाहरू छन् यस्तो नोइज गर्ने भनेको साह्रै छिटो म देखाउँछु ल उनीहरूको फेसमा एक्सपोज गरिदिन्छु हजुरको गाडी धेरै भेर खिच्नु भएन थाहा हुन्छ नि त त्यही भएर 1 सेकेन्ड मात्र खिचेँ यदि हजुरले चिन्नुहुन्छ भने चाहिँ प्लिज सम्झाउनु होला मान्छेहरू भ्लग गरेर हुनसक्छ धेरै हल्ला नगर्नु भनेर है होइन गाइज अब हजुरको रियल सरप्राइज चाहिँ लाग्दैछु म हजुरहरूलाई चाहिँ म अब देखाउँछु है त चलो ओके गाइज मैले फेरि हजुरको लागि सरप्राइज लिएर आएकी छु होइन मैले ब्याकग्राउन्डमा देखाउँछु हजुरलाई चलो अनि अर्को एउटा के हजुरलाई एकदम इन्ट्रेस्टिङ कुरा भन्न आइरहेको छु अहिले मैले नङ काट्छु भनेको थिएँ नि नङ काटिनँ कि अनि नेल पलिस लगाएको नसुक्दाखेरि नै अब मेरो कामहरू परेर होइन सबै नेल पलिस बिगिसकेको थियो क्या अनि त्यो काम यो बिग्रेको मात्र भयो भने ठिकै छ मेरो नाकमा पनि लगाएर दिन्छ गाइज देख्छु देख्दैन थाहा नि हेर्नु न वाट अनि गाइज कस्तो बिजी मान्छे म चलो लेट्स गो सरप्राइज चाहिँ यही हो क्या हेर्नुहोस् त म कहाँ छु राम्रो हेर्नुहोस् न मेरो यो तिहार दसैँ अगाडिको होइन जुत्ता यहीँ थियो कि जुन चाहिँ म दसैँ अगाडि म यहीँ जिम आएको थिएँ अनि लाज पचाएर जुत्ता लिन आएको छु जुत्ता एकदम महँगो हो नि त 30,000 दाम जुत्ता हो अनि के छोडिदिने होइन जुत्ता पनि लिन आएको हो नि म यहाँ फेरि म देखाउँछु ल हाम्रो जिम कस्तो छ यस्तो खाली छ हजुर पनि यता आउनु होला नयाँ हो है आउँदा हुन्छ चलो लेट्स गो बाई द वे गाइस म चाहिँ खास ट्रेनर हो यताको होइन होला
के हो विश्वास लाग्छ म यहाँको ट्रेनर हो भन्दाखेरि त्यो रियलमा ट्रेनर हो म हजुरलाई यताको होइन कसरी युज गर्ने भने देखाउँछ है ल म यहाँ यसो फ्रीली हिँड्न पाउँछ यहाँको ट्रेनर भयो त हो नि हाम्रो ह्यान्डसम गुरु हो हेर्नुहोस् त ब्यागमा चाहिँ थाहा छैन होला उहाँले ह्यान्डसम गुरु चाहिँ ह्यान्डसम हुनुहुन्छ नि एकदम राम्ररी ट्रेन गर्नुहुन्छ सो यहाँ हजुरले पर्सनल ट्रेनिङको लागि पनि उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ जेन्जी हो फेरि जेन्जीहरू सबैजना हात उठाउनुहोस् कि जेन्जीले जेन्जीबाट ट्रेनिङ लिन चाहनुहुन्छ भने प्लिज कमेन्ट गरिदिनु होला है गाइज हाम्रो यता छ नि यता जिम गर्ने ठाउँबाट पनि होइन यस्तो बब्बाल पनि भ्यू देख्छ क्या म हजुरलाई भ्यू पनि देखाउँछु होइन सो यहाँ यदि हजुर एकदमै राम्रो भ्यू हेरेर जिम गर्न चाहनुहुन्छ आफू फिटनेसमा एकदमै फोकस गर्न चाहनुहुन्छ भने प्लिज आउनु होला म भ्यूहरू पनि देखाउँछु यताबाट दामी भ्यूहरू देख्छ सो गाइज चलो लेट्स गो ओके गाइज म अब हजुरलाई डेमो गरेर देखाउँछु है त अब खुट्टाको चाहिँ गर्दिनँ किनभने मेरो खुट्टामा समस्या भइरहेछ नि त अब त्यही भएर चाहिँ खुट्टाको देखाउँदिनँ सो गाइज अब म हजुरलाई सबै एउटा गरेर देखाउँछु है त अब मेरो भिडियोग्राफर त छैन होइन अनि यस्तो खाली छ कि जिम होइन एकदम नयाँ हो अनि एकदमै यहाँबाट राम्रो गुरु हुनुहुन्छ होइन त्यसमाथि एकदमै पिस एकदमै एक्लै गर्नु मन लाग्छ भने चाहिँ हजुर अलिक टाइममा आउनु होला होइन एकदमै खाली छ कि सो आउनु होला गाइज है अब हजुरहरूले चाहिँ सोचिराखेको हुनसक्छ नि त अब कुन ठाउँमा हो भन्ने कुरा होइन यो चाहिँ ठ्याक्क हाम्रो पेप्सी गोलमा पर्छ होइन सो म हजुरलाई एउटा बिल्डिङ पनि देखाइदिन्छु त्यो बिल्डिङ देख्ने बित्तिकै हजुरले भन्न सक्छ ए यो ठाउँको रहेछ भनेर है चलो पहिला पर्सन मिलाउने यो समात्ने अर्काहरूले पनि त्यो समात्ने होइन अनि यस्तो गरेर सुत्ने अनि हजुरको पोजिसन चाहिँ के हुन्छ यसो चाहिँ सब यस्तो अनि यस्तो अनि 1 गर्ने होइन 2 गर्ने कास मैले हजुरलाई गरेर देखाउनु पाएको भए चाहिँ बबाल हुन्थ्यो यसलाई भन्छ पुलअप यो चाहिँ पुलअप गर्छ यता समातेर पुलअप गर्ने हो यसलाई पुलअप भनिन्छ अनि यसलाई के गर्छ स्क्वाट गर्नेलाई युज गर्छ यहाँ चाहिँ स्क्वाट गर्छ सो गाइज लेग प्रेस चाहिँ यस्तो हुन्छ यसलाई भन्छ लेग प्रेस यसलाई के भन्छ लेग प्रेस सो गाइज अनि यो चाहिँ मैले अहिलेसम्म युज गरेर छैन ट्रेनर भयो भने मैले युज गरेर छैन है यसलाई चाहिँ के थाहा छ ओके गाइज अब म हजुरलाई चाहिँ होइन यो कसरी होइन यो युज गर्ने भनेर सिकाउँछु म चाहिँ यस्तो हुन्छ यहाँबाट हामीले ट्रेन गर्न सकिन्छ नि हेर्नुहोस् यस्तो हुन्छ त्यहाँको देखाउनु त खुट्टा राख्ने अनि यस्तो चाहिँ सब अनि हामीले अलिकति के हुन्छ यस्तो हुन्छ यस्तो चाहिँ सब यस्तो समातिन्छ यस्तो यस्तो गर्नु यस्तो गर्नु छोडेर हल्का अनि पुरै यस्तो गर्नु अलिकति हल्का कि हल्का गाँसमा हाल्यो भने यसरी नै हजुरहरू के गर्नुहुन्छ एउटा 4 सेट गर्ने है कति टाइम्स यहाँ 12 टाइम्स मिनिमम 12 टाइम्स गर्दा राम्रो हुन्छ बेटर यसरी गर्न सक्नुहुन्छ है त अब अरू पनि देखाउँछु ओके गाइज म चाहिँ अब एकजनालाई चाहिँ यस्तो क्वेसनहरू सोध्न गइरहेको छु यो जिमको बारे कस्तो लाग्छ भन्ने उहाँहरूको रिभ्यू लिन जाँदैछु है त गाइज हाम्रो चाहिँ यहाँ इन्टरभ्यू दिन लाज लाग्छ अरे उहाँको टाउको चाहिँ कट हुन्छ गाइज होइन आवाज र जिउ मात्र देखिन्छ है गाइज सो यहाँ सुन्नु होला राम्ररी उहाँको प्राइभेसीको कारणले गर्दाखेरि उहाँको फेस हामीले रिभ्यू गर्न सकेनौँ सो गाइज चलो लेट्स गो नमस्ते नमस्ते म हजुरलाई के प्रश्न सोध्न सक्छु अलि बेसरी बोल्नु होला आवाजको हजुर सोध्नुहोस् न कस्तो रुड रुड हैन नि राम्ररी बोल्नु होला रुड भएको लाउड बोल्नु भनेको रुड हो ओके अब म हजुरलाई केही प्रश्न सोध्न गइरहेको छु हजुर यो जिम हजुर यो जिम जोइन गरेको कति भयो मैले यो जिम जोइन गरेको चाहिँ तपाईको
8 दिन भयो। 8 दिन अनि हजुरलाई 8 दिनमा चाहिँ कस्तो लागिरहेको छ? 8 दिनमा चाहिँ मलाई एकदमै ठ्याक्कै मेरो चाहिँ यो 8th डे हो जस्तो लागिरहेछ। होइन यहाँ जिममा गर्दाखेरि हजुर कस्तो लागेको छ? यहाँको इन्भाइरोमेन्ट, यहाँको गुरु, एकदमै यहाँको सर्भिसेस? एकदम सर्भिसेस त A1 छ, तर सर्भिस जे भए पनि गर्ने आफूलाई हो। हजुर त्यही भएर म चाहिँ एकदमै लागि परेको छु। हजुर। तर मलाई बिगार्ने चाहिँ एकजना हुनुहुन्छ बाहिरको खुवाउँदै। अनि हजुरको मेन मोटिभेसनको रिजन चाहिँ के हो जिम आउनुको? मेन मोटिभेसन मेरो जिम आउनुको रिजन चाहिँ के हो भन्दाखेरि जोन सिना। जोन सिनाको के मनपर्छ हजुरलाई? भन्नाले कहाँको ए डोन्ट जोक, हजुरलाई कहाँको मसल मनपर्छ? कुन मसल मनपर्छ हजुरलाई स्पेसली? मलाई सबसे मनपर्ने मसल्स भनेको चाहिँ हजुरको यो आँखाभन्दा कि तल आई ब्याक के भन्छ? डोन्ट जोक, मैले बडी पार्टमा आँखा बाहेक टाउकोभन्दा तल टाउकोभन्दा तल चाहिँ मलाई यो खुट्टाको त्यो नेल्स हुन्छ। ल भयो। हजुरलाई सबसे होइन जिम आउनुको रिजन के हो? हजुरको गोल के हो? मेरो गोल चाहिँ सिम्पल छ। हजुर लाइफमा अरू केही गरे नि नगरे नि किन हाँस्नु भएको गोल भन्दाखेरि? यहाँको मसल्स भनेर चाहिँ भनेर भन्नुहोस् त। मेरो जिममा आउनुको चाहिँ सिम्पल रिजन छ। एकजना हाम्रो मैले चिनेको चाहिँ एउटा कालो कालो मान्छे हुनुहुन्छ क्या, त्यस्तो उहाँ चाहिँ अब तपाईँको अलमोस्ट 50 केजी जति हुनुहुन्छ। म झन्डै उहाँको डबल थिएँ। के भयो हजुरको वाइफ हो कि क्या? म होइन, उहाँको डबल थियो। सँगै हिँड्दा पनि अब मान्छेहरूले कस्तो अलिकति नराम्रो नियतले हेर्छ कि एउटा गैँडा जत्रो एउटा मोटो पत्लुको जोडी जस्तो। झन् राम्रो हो त्यो त, चर्चित छ त यो जोडी। यसलाई त कति अत्याचार गर्छ होला यो मोटेले, ला फिल हुन्छ भनेर चाहिँ म जिम आएको। सो मेरो उद्देश्य चाहिँ एउटै छ। एनी हाउ म घटेर 70 to 75 केजिस पुग्नु छ। अहिले चाहिँ म अराउन्ड 87। हजुरको पछि इन्टरभ्यू लिन्छु। बाई। आवाज सुन्दैन होला जस्तो लाग्यो मलाई। त्यो बिचरा हजुरको भोइस चाहिँ वेस्ट हुन्छ भनेर म मान्छेहरूको यस्तो वेस्ट गर्न चाहदिनँ। अब एकचोटि हजुर बडी सो गरिदिनुहोस् न त, यस्तो पोज गरेर। किनभने मान्छेहरू हाँस्न सक्छन्। प्लिज गरिदिनु न। 6 months पछि म अवश्य देखाउनेछु। हजुरको फेस रिभ्यू गरिदिनु त। फेस पनि रिभिल होइन अहिले गरौँ। अहिले चाहिँ नगरौँ प्लिज। ओके नगरौँ, अहिले म ओभर ह्यान्डसम छु। अरूलाई चाहिँ के भन्न चाहनुहुन्छ यो जिमको बारे? आउनुहोस् भन्न चाहनुहुन्छ? त्यो तपाईँको मर्जी हो। आउनु मन लाग्यो आउनुहोस्, आउनु मन नलाग्यो नआउनुहोस्, मलाई मतलब छैन। हजुर रक्सी खानुहुन्छ कि दिमागको औषध खाइराख्नु भएको छ? म दुइटै खाइरहेको छैन। जोक मात्रै गरेको, माइन्ड नगर्नु होला। सी यू बाई। ओके हल बाई बाई बाई। गाइजमा अब हजुरहरूलाई चाहिँ हाम्रो म्यानेजर भन्ने कि के भन्ने उताको दाइलाई, हाम्रो सरलाई चाहिँ अब हामीले चाहिँ केही प्रश्नहरू सोध्न गइरहेको छौँ। तर मलाई चाहिँ साह्रै लाज लागिरहेछ। किन भन्दाखेरि म यहाँको ट्रेनर भए पनि मलाई लाज लाग्छ क्या। म लजालु छु नि त, त्यही भएर। होइन गाइज चलो लेट्स गो। चलो भनिदिनुहोस्। वेलकम टु एभ्रीवान। हाई पहिला हजुरको शुभ नाम? प्रवीण भण्डारी। अनि हजुर के भन्न चाहनुहुन्छ हाम्रो भ्युअर्सहरूलाई? भ्युअर्सहरूलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। जिमको बारे भन्नुहोस् न। जिम आइरनीको जिम गाडाघारी मेडिकल चोक सब्सिडीभन्दा थोरै अगाडि रहेको छ। म्याम अरू के सेयर? हेलो हाई। ओके यति हो भन्नुपर्ने? यताको सर्भिसेसहरू भनिदिनुहोस्। सर्भिसहरू बोबाल छ यहाँको। हजुर के भन्नु यस्तो छ, ट्रेनिङ बोबाल हुन्छ। हजुर कति भयो र यो हाम्रो जिम खोलेको? जिम खोलेको ठ्याक्कै अब 6 महिना क्लियर भएर 7औं महिना भर्खर 6 महिना हो। वैशाखमा पनि भयो। ओके हाम्रो ट्रेनर चाहिँ उहाँ हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो ट्रेनरले कुट्छ भने है त्यो मैले गाला पिर्छु नि, गरेको कुरा मानेन भने कुट्छु म। डिसिप्लिनमा बस्नु पऱ्यो नि, जिस्किने। हजुरले चप्पल देख्नुभयो होला, त्यो चाहिँ एकदमै अमूल्य चप्पल हो क्या। त्यो बस कसले लाउन पाउँछ भने त त्यो ट्रेनरहरूले मात्रै लाउन पाउँछ। देख्नुभयो न, मैले चप्पल लाएर हिँड्या हुन्छ हुँदैन नि त। अब प्रुफ पायो होला नि हजुरहरूले म यताको ट्रेनर हो भनेर।
यो चाहिँ जोकमा त है गाइज सिरियसली नलिनु होला हाम्रो ट्रेनरजीलाई मैले अलरेडी देखाइसकेको छु उहाँ हुनुहुन्छ यहाँको ट्रेनर है सो गाइज चलो अब चाहिँ यही हो अब म चाहिँ घटेर लागिसक्यो मेरो 2 महिना पुरानो चप्पल लिएर सरी जुत्ता लिएर है म चाहिँ घटेर लाग्छु म 2 महिना पुरानो जुत्ता पनि देखाउँछु म हजुरलाई एकछिनमा ल सबैलाई गाइज रियल गुरु चाहिँ उहाँ हुनुहुन्छ है म त होइन म त यहाँ 2 महिनाको पुरानो जुत्ता लिन मात्र आएको जुत्ता लिएर भाग्ने हो सो यहाँ हजुरलाई चाहिँ अब यसमा यस्तो फिटनेसमा इन्ट्रेस्ट हुनुहुन्छ होइन आवश्यक छ भने चाहिँ प्लिज यहाँ आउनु सक्नुहुन्छ एकदमै खाली छ है एकदमै अब सर्भिसेस कस्तो छ भन्नुहुन्छ भने पनि राम्रै छ अब मेरो चाहिँ अलिक परै भएछ होइन त्यसमाथि अब यस्तो मेन त डिसिप्लिन हो नि त डिसिप्लिनमा बस्न नसक्नेहरूले चाहिँ यो जिम सिम गरेर खान सक्दैन है सो यहाँ त्यसको मतलब मेरो डिसिप्लिन छैन भन्नु खोजा होइन क्या हेर्नुहोस् त यहाँबाट यस्तो राम्रो भ्यू पनि देख्छ है अब राति भइसकेपछि चाहिँ मान्छेहरू आउँछ क्या अघि म अलिक धेरै चाँडो भएको छ नि त सो गाइज अब यहाँ वेट्सहरू पनि हजुरले कति उठाउनुहुन्छ छ सबै नै मेसिनहरू छ होइन सो म हजुरलाई मेसिनहरू एकदम सर्प्राइज चाहिँ देखाउँछ है त हजुरले कुन कुन मसिन चिन्नुहुन्छ है अब हजुर थाहा हुन्छ मलाई भन्दा पनि बढी सो म देखाउँछु है त हजुरलाई चलो रहेछ अब म आफै बोल्छु चलो उहाँ चाहिँ हाम्रो के हजुरलाई के भन्न सकिन्छ हामीले ओनर भन्ने कि म्यानेजर भन्ने के हो उहाँ सबै हो म्यानेजर पनि हुनुहुन्छ ओनर पनि हुनुहुन्छ अनि के ट्रेनर पनि हो एभ्रिथिङ अल इन वान सो गाइज गए उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ है त यहाँको सामानहरू कसरी युज गर्ने भनेर देखाउँछु भनेको मेरो यहाँ भिडियोग्राफर नभएर टेन्सन भयो स्ट्यान्ड लिएर आउनु पर्ने हुन्छ अब भोलिदेखि त अब म भागिसकेको हुन्छु नि त यहाँ कहाँ आउनु पाउँछ त होइन त्यही भएर अझै सबै सामानहरू एकचोटि छोएर जाउँ भनेको छुन पाउला जस्तो छैन भिडियोग्राफर एक्सक्युज मी भिडियोग्राफर वेयर आर यु गाइज अब चाहिँ म हजुरलाई चाहिँ योवाला होइन मसिन चाहिँ युज गरिदिनुहुन्छ ल कसरी युज गर्ने भने सिकाउँछु म एज अ ट्रेनर मेरो रेस्पोन्सिबिलिटी हो हजुरहरूलाई चाहिँ यो मसिन युज गर्न सिकाउने हेर्नुहोस् है चलो त्यो भनेको इन्क्लाइन हो है यता हजुर पनि देख्न सक्नुहुन्छ इन्क्लाइन भनेर लेखेको यो भनेको यस्तो स्लोप हुनेवाला हो यिनीहरू यो भनेको हजुरको यो चाहिँ हजुरको स्पिड हो अनि त्यसपछि चाहिँ के हुन्छ भन्दाखेरि यहाँ डिस्टेन्स देखाउँछ है कतिचोटि हजुरले कति वाक गर्नुभयो होइन टाइम देखाउँछ स्टेप देखाउँछ है क्यालोरिज देखाउँछ अनि हार्ट रेट देखाउँछ त्यसपछि अब यो हजुरको इन्क्लाइन देखाउनु भइहाल्यो यो चाहिँ हजुरको स्पिड देखाउनु भइहाल्यो यो प्रोग्राम मोड है त्यसपछि यो पक्कै पढ्नु होला गाइज हजुरले गर्नु अगाडि अनि यहाँ पनि स्टप देख्नुहुन्छ यहाँ पनि स्टप देख्नुहुन्छ यो के फरक छ त यो इमर्जेन्सी स्टप हो तर यो चाहिँ नर्मली हामी चाहिँ युज गर्नुपर्ने यो होला हो इमर्जेन्सी मात्र यो युज गर्ने है त गाइज कस्तो हुन्छ म हजुर देखाउँछु है त पहिला स्टप पनि चिन्नुभयो ला कनेक्सन अफ गरेर रहेछ नि गाइज होइन अरू चाहिँ होइन वर्षौँ होइन ट्रेनिङ गर्छ अनि सिक्छ अनि यताउता गर्छ नि त होइन म त होइन 2 महिनापछि जिम आउने बित्तिकै ट्रेनर बनिसकेको छु क्या देख्नुभयो मबाट इन्सपिरेसन लिनु होला हजुरहरू म ट्रेनर हो मैले ओभरअल 2 महिना जिम गरेँ होला म ट्रेनर भइसकेको छु आज मलाई यहाँ जिममा 2 महिनाको ग्याप पछि आउँदाखेरि फुलमाला लगाएर स्वागत गरेको छ एज अ ट्रेनर देख्नुभयो म हजुरको इन्सपिरेसन हुन सक्छु है त्यही भएर मलाई फलो गर्नु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला सब्सक्राइब गर्नु होला है ट्रेनरजीलाई कैसा लगा मेरा मजाक
म चाहिँ भागेँ ल गाइज अब सिरियसली पुगेँ आजलाई सो गाइज बाई सी टाटा टेक केयर अन्ध्यारोमा चाहिँ कसले लाउँछ चस्मा मैले लाउँछु चस्मा होइन म चाहिँ अब जिमबाट भागेर आएँ क्या 2 महिना पुरानो जुत्ता लिएर होइन भाग्दा बाटो नै बिर्सेर म कहाँ आइपुगेछु म हजुरलाई देखाउँछु ल सो स्याड गाइज देख्नुभयो हामी चाहिँ भक्तपुर आइपुगेको छौँ त्यो पनि बाटो बिर्सेर आइपुगेको है हेर्नुहोस् त भक्तपुरको डिस्ट्रोय कस्तो छ डिस्ट्रोय कस्तो छ हेर्नुहोस् त अब बाल छ है अब चाहिँ 1 राउन्ड मार्छौँ अब यसको चाहिँ भिडियो राख्दैनौँ अनि त्यसपछि घर जान्छौँ सो गाइज अलमोस्ट 7 बजिसकेको छ यस्तो चिसो छ है सो गाइज ठिकै छ सी यू सुन एन्ड थ्याङ्क यू सो मच आजको भ्लग चाहिँ यति नै थ्याङ्क यू फर वाचिङ बाई सी यू टेक केयर